Hello everyone, welcome back to the channel. आजको भिडियोमा चाहिँ हामी लिनियर डिफरेन्शियल इक्वेसन पढ्न जाँदैछौँ र यो लिनियर डिफरेन्शियल इक्वेसन ढिलो नगरिकन सिधै सुरु गरौँ। लिनियर डिफरेन्शियल इक्वेसनको फर्म चाहिँ कस्तो हुन्छ त भन्दा dy by dx plus py is equal to q है। यो फर्ममा हुन्छ लिनियर डिफरेन्शियल इक्वेसन। अब यहाँ चाहिँ के स्पेशल छ भन्दा यो यहाँ y छ नि dy छ नि त हैन। यो dy हुँदा यो y हुँदा यहाँनेरि y हुन्छ, अरु काहीँ पनि y हुँदैन। यहाँनेरि p र q चाहिँ के हुन्छ त भन्दाखेरि कांस्टेंट हुन्छ अथवा के हुनु पर्यो फंक्शन अफ x हुनु पर्यो। भनेपछि dy यस्तो हुनु पर्यो के dy by dx plus py यो p मा y को कुनै पनि कोएफिसिएन्ट आउँदैन अथवा y को कुनै पनि टर्म आउँदैन यहाँ p मा, अनि हेर इज इक्वल्स टु q। यो q मा पनि कुनै पनि आउँदैन कि यहाँ y छ भने एक ठाउँ यहाँ y अरु कहीँ पनि y हुँदैन। त्यस्तै अर्को पनि फर्म हुन्छ dx by dy, तर यो त्यति धेरै युज भएको देखिदैन, यो नै धेरै म्याक्सिमम युज हुन्छ। प्लस p अब यहाँ x छ भने यहाँ पनि x इज इक्वल्स टु q। अब यहाँ नेरि चाहिँ के हुन्छ p र q चाहिँ यहाँ नेरि के हुन्छ फंक्शन अफ y हुन्छ। अब के हुन्छ फंक्शन अफ y हुन्छ यिनीहरु चाहिँ। अब चाहिँ के हुँदैन यहाँ नेरि चाहिँ अब के आउँदैन x आउँदैन, x एक ठाउँ मात्रै आउँछ है। यो यसमा डिपेन्ड गर्छ dy by dx छ कि dx by dy छ, त्यो कुरामा यो डिपेन्डेन्ट हुन्छ है त। अब यहाँ नेरि हामीले यो लिनियर डिफरेन्शियल इक्वेसनलाई सल्भ गर्नको लागि इन्टिग्रेटिङ फ्याक्टर निकाल्नु पर्छ है। इन्टिग्रेटिङ फ्याक्टर र यो इन्टिग्रेटिङ फ्याक्टर भनेको जहिले पनि के हुन्छ त भन्दाखेरि इन्टिग्रेटिङ फ्याक्टर भनेको इन्टिग्रेसन e टु द पावर इन्टिग्रेसन p dx हुन्छ। p भनेको यहाँको p यो हामीले निकालेको छ। अब अर्को कुरा यदि dy by dx को फर्म हेर्ने हो भने यो p भनेको के हुनु पर्यो फंक्शन अफ x हुनु पर्यो। फंक्शन अफ x हुँदा p dx हुन्छ, त्यस्तै फंक्शन अफ y हुँदा e टु द पावर इन्टिग्रेसन p dy हुन्छ। हामीले यसलाई छोडेर यसलाई मात्रै फलो गर्दाखेरि पनि हुन्छ, यदि क्वेशन कहीँ आइहालेछ भने त्यतिखेर मात्रै हामी अलिकति केयरफुल हुनुपर्ने हुन्छ। ओके, सो इन्टिग्रेटिङ फ्याक्टर भनेको e टु द पावर इन्टिग्रेसन p dx, किन भन्दाखेरि p भनेको के हो यो मात्रै हेर्छौँ है हामीले, योलाई अहिले नेग्लेक्ट गर्दैछौँ, यो मात्रै हेर्दैछौँ। p भनेको फंक्शन अफ x और कांस्टेंट, त्यही भएर यसलाई इन्टिग्रेट गर्न सकिन्छ। यदि यहाँ y लेख्यो भने यसलाई फेरि इन्टिग्रेट गर्न सकिएन, किन यो x को फंक्शन हुन्छ यो y मा हुन्छ, त्यही भएर यसलाई इन्टिग्रेट गर्न सकिँदैन, x मै हुनु पर्यो है त। अनि लास्टमा चाहिँ भनेको हाम्रो सोलुसन चाहिँ के दिन्छ y इन्टु इन्टिग्रेटिङ फ्याक्टर इज इक्वल्स टु इन्टिग्रेसन q इन्टु इन्टिग्रेटिङ फ्याक्टर इन्टु dx। ल यसले चाहिँ सोलुसन दिन्छ भनेर हामी प्रुफ गर्न जाँदैछौँ है त। ल यहाँ मैले प्रुफ भनेर लेखिसकेको छु। सो यो चाहिँ कसको लागि भनेर म निकाल्छु त भन्दाखेरि dy by dx प्लस p यहाँ y छ भने चाहिँ अब यहाँ के हुनु पर्यो y इज इक्वल्स टु q। यसको लागि है, यसको इन्टिग्रेटिङ फ्याक्टर के दिन्छ, यसको इन्टिग्रेटिङ फ्याक्टर भनेको e टु द पावर इन्टिग्रेसन p dx ले दिन्छ। सो यो इन्टिग्रेटिङ फ्याक्टर हो। अब यो इक्वेसन नम्बर 1, यो इक्वेसन नम्बर 2, अब म के गर्दिन्छु सेकेन्डले 1 लाई भनेको इन्टिग्रेटिङ फ्याक्टरले मल्टिप्लाई गरिदिन्छु है त। सो इन्टिग्रेटिङ फ्याक्टरले मल्टिप्लाई गर्दा e टु द पावर इन्टिग्रेसन p dx dy by dx प्लस e टु द पावर इन्टिग्रेसन p dx py इज इक्वल्स टु q इन्टु e टु द पावर इन्टिग्रेसन p dx है। यो dx यहाँ एलसीएम तान्छु, dx लाई यहाँ एलसीएम लिनु। सो p dx इन्टु dy प्लस e टु द पावर इन्टिग्रेसन p dx इन्टु py dx इज इक्वल्स टु q इन्टु e टु द पावर इन्टिग्रेसन p dx इन्टु dx है। मैले के पनि गरेको हैन, यहाँ dx लाई एलसीएम लेको अनि dx लाई उताबाट लगेर के गरेको मल्टिप्लाई गर्दिएको है। अब यो e टु द पावर इन्टिग्रेसन p dx इन्टु dy प्लस e टु द पावर इन्टिग्रेसन p dx इन्टु py dx इज इक्वल्स टु q इन्टु e टु द पावर इन्टिग्रेसन p dx भनेको इन्टिग्रेटिङ फ्याक्टर त हो नि त हैन। e टु द पावर इन्टिग्रेसन p dx, e टु द पावर इन्टिग्रेसन p dx भनेको इन्टिग्रेटिङ फ्याक्टर हो इन्टु dx भनेको है। यतापट्टिको टर्म त लगभग हामीसँग आइसक्यो। अब यतापट्टि हेर्नु पर्यो ल, लेफ्ट ह्यान्ड साइडमा मात्रै। अब यो लेफ्ट ह्यान्ड साइडमा यो एउटा के भन्छ एक्ज्याक्ट इक्वेसन जस्तो भन्छ। सो e टु द पावर इन्टिग्रेसन p dx इन्टु dy प्लस यो फर्स्ट फ्री डेरिभेटिभ अफ सेकेन्ड जस्तो, अनि फेर यहाँ सेकेन्ड फ्री d e टु द पावर इन्टिग्रेसन p dx यो फर्ममा यहाँ बसेको हुन्छ। सो यो कसरी भन्दाखेरि जस्तो इंटीग्रेशन e to the power
e to the power integration p dx है यसलाई डेरिभेटिभ गर्नु छ भनेपछि माथि पावरमा जे छ त्यसकै उसमा डेरिभेटिभ गर्नु पर्यो भनेपछि e to the power integration p dx भने integration p dx के उसमा डेरिभेटिभ गर्नु पर्यो यसकै रेस्पेक्टमा भने अब इन्टिग्रेसनको डेरिभेटिभ गर्दा त त्यही हुन्छ सो यहाँले p dx चाहिँ आउँछ यो मैले डाइरेक्ट गरे चेन रुलबाट भने यसको डेरिभेटिभ के हुन्छ e to the power something divided by त्यसकै रेस्पेक्टमा भने e to the power x अनि x को रेस्पेक्टमा डेरिभेटिभ हुँदैछ भने यो हुन्छ e to the power x त्यस्तै यहाँ पनि के हुन्छ e to the power integration p dx चाहिँ हुन्छ into p dx यहीँबाट आइरहेको छ भनेपछि यो भनेको डेरिभेटिभ अफ e to the power p dx भनेको छ भनेपछि डेरिभेटिभ अफ e to the power p dx भनेको के रहेछ e to the power p dx into p dx e to the power p dx into p अनि यो dx छ नि यसको साटो के लेख्न मिल्दो रहेछ d e to the power p dx भनेर लेख्न मिल्ने रहेछ ओके सो इज इक्वल्स टु q into integrating factor into dx अब यो त फर्स्ट फ्री डेरिभेटिभ अफ सेकेन्ड प्लस सेकेन्ड फ्री डेरिभेटिभ अफ फर्स्ट जस्तो भयो त्यही भएर यो चाहिँ केमा भयो d यो त प्रोडक्ट रुल हो नि त e to the power p dx into y is equals to q into integrating factor into dx अब इंटीग्रेटिंग बोथ साइड गर्दिने हो भने म माथि गएर मेटाइदिन्छु सो यहाँ अब हामी यदि इंटीग्रेटिंग बोथ साइड गर्दिन्छौं भने के हुन्छ यो इंटीग्रेसनको साइनबाट हट्छ यो यसरी भित्रपट्टि इंटीग्रेसनको साइनबाट हट्छ बाहिर आउँछ e to the power p dx into y is equals to integration q into integrating factor into dx अनि y into e to the power p dx भनेकै इंटीग्रेटिंग फ्याक्टर हो is equals to integration q into integrating factor into dx हुने भयो सो y into integrating factor is equals to integration q into integrating factor into dx यसले चाहिँ हामीलाई के दिन्छ सोलुसन टु द डिफरेंशियल इक्वेसन भनेर दिन्छ है त ल अब हामी चाहिँ केही क्वेशनहरु गरौँ यसमा रिलेटेड ओके गाइस अब चाहिँ मैले यहाँ केही क्वेशनहरु लिएको छु र यो क्वेशनहरुलाई चाहिँ हामी सल्भ गर्दै जाउँ है त एक्जाम्पलको रूपमा क्वेशनहरु सल्भ गरौँ सुरुमा क्वेशन नम्बर 1 सोलुसन के दिएको छ dy by dx minus y by x is equals to 2x square भनेर दिएको छ है अब यसलाई त हामीले केसँग कम्पेयर गर्ने हो अघि फर्म लेखेको छ dy by dx plus py is equals to q सँग है dy by dx छ भने यहाँ y हुँदा यहाँ नि y आउँछ भनेर भनिसकेछ अनि p र q भने के हुनु पर्यो कन्स्टेन्ट हुनु पर्यो अथवा फंक्सन अफ x हुनु पर्यो सो यसलाई हेर्ने हो भने यो यसलाई के लेख्न सक्छ dy by dx plus minus 1 by x into y is equals to 2x square भनेर लेख्न सक्यो भनेपछि यहाँ p को ठाउँमा के आइरा छ minus 1 by x so p is equals to minus 1 by x q को ठाउँमा के आइरा छ q को ठाउँमा आइरा छ 2x square सो अब के निकाल्नु पर्यो अब इंटीग्रेटिंग फ्याक्टर निकाल्नु पर्यो सुरुमा हामी इंटीग्रेसन हैन e to the power integration p dx अब यस्तो गर्न अप्ठ्यारो हुन्छ भने p dx को इंटीग्रेसन छुट्टै निकाल्दिने अनि यसलाई e to the power मा राख्दिने त्यसरी गर्दा पनि भयो सो e to the power integration minus 1 by x dx यो भनेको e to the power minus ln x हैन यो भनेको e to the power यो log को प्रोपर्टी यो माथि जाँदा -1 हुन्छ सो ln x to the power -1 is equals to 1 by x भनेर यो भनेको x to the power -1 यो भनेको 1 by x इंटीग्रेटिंग फ्याक्टर 1 by x हो सो सोलुसन टु डिफरेंशियल इक्वेसन चाहिँ के लेखिन्छ y into integrating factor is equals to integration q into integrating factor into dx लेखिन्छ सो y into integrating factor कति 1 by x is equals to integration q कति q 2x square into integrating factor 1 by x into dx भनेपछि अब y by x भइहाल्यो यता लेफ्ट ह्यान्ड साइडमा y by x is equals to integration यो x र यो x त हान्दिने सो 2 बाहिर integration x dx भनेपछि y by x is equals to 2x square by 2 plus c हुने भयो so y by x is equals to 2 गयो so x square plus c so y is equals to x cube plus cx के हुने भयो यो डिफरेंशियल इक्वेसनको सोलुसन हुने भयो यो डिफरेंशियल इक्वेसनको यही हुने भयो सोलुसन सो y is equals to x cube plus cx क्वेशनको सोलुसन गर्न भ्यायौं गरिसक्यौं अब 2 नम्बरको क्वेशनमा भनेको dx by dy को फर्ममा छ है त dx by dy को फर्ममा छ अघि मैले भने जस्तो त्यही फर्ममा कम्पेयर गरेर गर्न सकिन्छ है फेरि ट्राई गर्नु होला है म चाहिँ 3 नम्बरको क्वेशन गर्छु सो cos x dy by dx plus y is equals to sin x भनेपछि अब cos x dy by dx हाम्रो फर्म के छ dy by dx plus py is equals to q तर यो त्यस्तो फर्ममा छैन dy by dx को अगाडि त यहाँ केही पनि छैन तर यहाँ cos x छ भने यसलाई डिवाइड गर्दिने cos x ले डिवाइड गर्दिने सो dy by dx plus sec x y
इज इक्वल्स टु sin x by cos x tan x हुने भयो। अब यो चाहिँ के हो है फर्ममा गयो है, यो फर्ममा गयो। सो कम्पेयरिङ गर्ने हो भने dy by dx plus py इज इक्वल्स टु q सँग कम्पेयर गर्दा यहाँनेरि p को ठाउँमा के आयो sec x आयो, अनि फेरि q को ठाउँमा के आयो tan x आयो। अब यसको इंटीग्रेटिङ फ्याक्टर भनेको के दिन्छ इंटीग्रेसन e to the power p dx दिन्छ। सो e to the power इंटीग्रेसन sec x into dx, sec x को इंटीग्रेसन हुन्छ log 10x sec x plus 10x। सो e to the power log sec x plus 10x, यो log बाट बाहिर निस्किँदाखेरि यो मात्र के आउँछ sec x plus 10x यहाँनेरि आउँछ। सो इंटीग्रेटिङ फ्याक्टर भनेको के हो sec x plus 10x। सो सोलुसन के दिन्छ y into इंटीग्रेटिङ फ्याक्टर इज इक्वल्स टु इंटीग्रेसन q into इंटीग्रेटिङ फ्याक्टर into dx ले दिन्छ। सो y into इंटीग्रेटिङ फ्याक्टर के भयो यहाँ sec x plus 10x, sec x plus 10x इज इक्वल्स टु इंटीग्रेसन q भनेको tan x। सो tan x into sec x plus tan x dx। अब हाम्रो काम के रह्यो बस यसलाई इंटीग्रेट गरिदिनु। सो y into sec x plus tan x इज इक्वल्स टु इंटीग्रेसन, अब मल्टिप्लाई गरिदिनु भने tan x sec x dx प्लस इंटीग्रेसन tan x square x dx है, यो हो है त। अब यहाँ फर्दर म सल्भ गर्छु y into sec x plus tan x इज इक्वल्स टु tan x into sec x into tan x भनेको त यो त sec को के हो त भन्दाखेरि डेरिभेटिभ हो भने यसको इंटीग्रेसन गर्दिनु भन्दाखेरि के हुने भयो sec x हुने भयो। सो यो भनेको के हुन्छ sec x प्लस अब यो tan square x हामीलाई के थाहा छ, हामीलाई थाहा छ sec square x minus tan square x is equals to 1 भने tan square x को साइड के लेख्नु हुन्छ sec square x minus 1 is equals to tan square x भनेपछि यसलाई इंटीग्रेसन sec square x minus 1 dx भनेर लेख्न सक्यो भने tan square x को साइड के लेख्न सक्यो sec square x minus 1। सो यो भनेको के हुने भयो sec x प्लस यो लाई छुट्टाइ दिने sec square x dx minus इंटीग्रेसन 1 dx, यो sec x प्लस sec square x भनेको के हो tan x हो माइनस यसको इंटीग्रेसन माइनस x प्लस c हुने भयो। सो यहाँ के आउने भयो y sec x प्लस tan x, यही नै भयो हाम्रो डिफरेंशियल इक्वेसन को सोलुसन है त। ल अब एकैचोटी म के गर्छु ल भिडियो रेकर्ड गर्दै छैन ल भइरा रहेछ। अर्को नेक्स्ट क्वेशन, अर्को फोर्थ क्वेशन में हेरौँ त 1 plus x square dy by dx plus y is equals to the power tan inverse x। र यो पनि अघि जस्तै सिमिलरली dy by dx plus py is equals to q। यो dy by dx फ्री छैन है, यहाँ dy by dx फ्री छैन। dy by dx फ्री बनाउनको लागि के गर्दिने dy by dx फ्री बनाउनको लागि डिवाइड गरिदिने। सो dy by dx plus 1 by 1 plus x square y is equals to e to the power tan inverse x by 1 plus x square। यसलाई इंटीग्रेसन गर्दाखेरि अलिकति थोरै दिमाग लगाउनुपर्छ, हुन त सब्स्टिट्युसन गर्न मिलिहाल्छ त्यही भएर। ल अब यसलाई कम्पेयरिङ गर्ने हो भने p को ठाउँमा के आयो 1 by 1 plus x square, q को ठाउँमा के आयो e to the power tan inverse x by 1 plus x square है। सो इंटीग्रेटिङ फ्याक्टर भने के हुन्छ इंटीग्रेसन e to the power p dx, यत तरिका हैन e to the power इंटीग्रेसन p dx हुन्छ है। सो e to the power इंटीग्रेसन p को ठाउँमा 1 by 1 plus x square dx, 1 by 1 plus x square भनेको यो 1 by 1 plus x square को इंटीग्रेसन भनेको के हुन्छ tan इन्भर्स। सो e to the power tan इन्भर्स x है, tan इन्भर्स x यो आयो हाम्रो इंटीग्रेटिङ फ्याक्टर। इंटीग्रेटिङ फ्याक्टर अब सोलुसन के ले दिन्छ y into इंटीग्रेटिङ फ्याक्टर इज इक्वल्स टु इंटीग्रेसन q into इंटीग्रेटिङ फ्याक्टर into dx। सो y into इंटीग्रेटिङ फ्याक्टर e to the power tan inverse x is equals to इंटीग्रेसन q को ठाउँमा e to the power tan inverse x by 1 plus x square into e to the power tan inverse x into dx है। र इन्ट्रेस्टिङ खालको इंटीग्रल यहाँ सेटअप भएको छ, ल यसलाई सल्भ गरौँ। y into e to the power tan inverse x is equals to इंटीग्रेसन e to the power tan inverse x square by 1 plus x square dx। यहाँ के गर्ने लेट tan inverse x is equals to के लेट गरिदिनु त यहाँनेरि u लेट गरिदिनु, du by dx भनेको 1 by 1 plus x square हुन्छ, tan inverse x को डेरिभेटिभ 1 by 1 plus x square। सो du भनेको dx by 1 plus x square भयो है।
अब du भनेको dx यस्तो पनि dx भनेको चाहिँ 1 + x² du ल dx भनेको 1 + x² du भनेपछि यहाँ dx को साटोमा के लेख्न सक्छु 1 + x² du अब यस्तो पनि नलेखेर du by 1 + x² भनेको है तरिका du भनेको dx by 1 + x² भयो त यति गर्दा भइहाल्यो त du भनेको dx by 1 + x² dx by 1 + x² यसलाई यसरी पनि लेख्न सकिन्छ नि into 1 by 1 + x² लेख्न सकिदैन अनि dx by 1 + 1 by 1 + dx by 1 + x² भनेको du यतिको साटोमा du लेख्न सक्छु सो y into e to the power tan inverse x यताबाट त चलाउनै परेन into integration e to the power tan inverse x लाई के मानेको छु u सो e to the power u को स्क्वायर e to the power u को स्क्वायर into dx by 1 + x² लाई के भने u and du है सिम्पल सो y into e to the power tan inverse x is equals to e to the power यो त 2u भइहाल्यो into du भने यसको इन्टिग्रेसन हुन्छ e to the power 2u by 2 plus c y into tan inverse x so y into tan inverse x is equals to e to the power 2u u कसरी भयो u कहाँबाट के रे u केलाई मानेको छ tan inverse x लाई सो 2 tan inverse x by 2 plus c यही नै भयो हाम्रो डिफरेंशियल इक्वेसन को सोलुसन है फोर्थ क्वेशन पनि सल्भ गर्न सक्यौं अब लास्ट क्वेशन आजको लागि त्यो हो 5 नम्बर है सो 5 नम्बर पनि गरौँ सो 5 नम्बरमा के भनेछ त भन्दा cos square x dy by dx plus y is equals to 1 and so cos square x dy by dx is equals to plus y is equals to 1 यसलाई पनि सेम फ्री छैन dy by dx फ्री बनाउनु पर्यो dy by dx प्लस यो भनेको sec square x y is equals to sec square x यसमा p भनेको sec square x आयो q भनेको पनि के आयो sec square x आयो इंटीग्रेटिंग फैक्टर भनेको e to the power इंटीग्रेशन p dx हो भने e to the power इंटीग्रेशन sec x dx हो sec square x dx e to the power 10x है ओके सो सोलुसन के दिन्छ सोलुसन टु डिफरेंशियल इक्वेशन y into इंटीग्रेटिंग फैक्टर इंटीग्रेशन q into integrating factor into dx ले दिन्छ सो y into integrating factor भनेको कति e to the power 10x e to the power 10x is equals to integration q को साटो sec square x अनि q भनेको sec square x into integrating factor e to the power 10x dx है एउटा यहाँ एकदम लभली खालको इंटीग्रल भएको छ यसलाई बस हामीले के गर्दिने भन्दा अब यहाँ सब्स्टिट्युसन गर्नुपर्छ के सब्स्टिट्युट गर्नुपर्छ त भन्दाखेरि tan x को डेरिभेटिभ हुन्छ sec square x हैन tan x को डेरिभेटिभ हुन्छ sec square x भनेपछि मैले यहाँ tan x u सब्स्टिट्युट गर्दिए भने du by dx भनेको के भनेको sec square x भने du भनेको के भनेको sec square x dx भने sec square x dx को साटोमा के लेख्न सक्छु du लेख्न सक्छु सो y into e to the power tan x is equals to integration sec square x into dx को साटो के लेख्न सकिन्छ du लेख्न सकिन्छ sec square x into dx को साटो के लेख्न सकिन्छ du लेख्न सकिन्छ e to the power 10x लाई के मानेको छ u so e to the power u so y into e to the power 10x is equals to e to the power u plus c so e to the power u भनेको कति e to the power u भनेको 10x so e to the power 10x plus c y into e to the power 10x यही भयो हाम्रो सोलुसन टु द डिफरेंशियल इक्वेसन यसै साथ हामीले मैले धेरै टाइपको भेराइटी वाला कभर गर्न ट्राई गरेको छु